भदौ 23 र 24 को जेनजी आन्दोलन हुनुभन्दा पहिला प्रचण्डको घरबाट 2 ट्रक पैसा निकालिएको दाबी गरेका छन् पूर्व एआइजीले। कोही सानो मान्छे होइन, नाम तपाईहरुलाई थाहा होला। यो भिडियो सुन्नुस्। प्रचण्डको 2 करोड 2 ट्रक रुपियाँ 2 दिन अगाडि त्यहाँबाट निकालिएको छ। प्रचण्डको घरबाट 2 करोड पैसा जेनजी आन्दोलन हुनुभन्दा अगाडि निकालिएको उनले दाबी गरिसकेका छन्। पूर्व एआइजी पनि हुन्। अब उनलाई अरु धेरै कुरा सिकाउनु परेन, भन्नु परेन। एआइजी भनेपछि कति ठुलो पदमा पुगेको मान्छे। यदि यो कुरा सत्य हो भने प्रचण्डलाई यो घटना सबै थाहा रहेछ। कहीँ यो घटना प्रचण्डले त गराएका होइनन् भन्ने कुरा पनि छ। किनभने यो घटना एकचोटि योभन्दा पहिला पनि आइसकेको थियो। प्रचण्डले यो आन्दोलन हुनुभन्दा पहिला नै ट्रकका ट्रक घरबाट सामान सारेको भन्ने कुरा पनि छ। 70-80 वटा प्रचण्डका घर काठमाडौँमा छन् भन्ने कुरा पनि ठुल्ठुला मान्छेहरूले बोलिसकेका छन्। र अहिले जेनजी आन्दोलन हुनुभन्दा पहिला 2 करोड पैसा प्रचण्डको घरबाट सारिएको भन्ने कुरा पनि प्रष्ट भएको छ। अब तपाई हामी आफै बुझौं कति ठुलो भ्रष्टाचार, कति धेरै पैसा, कति यिनीहरूले डुबाएका रहेछन् देश भन्ने कुरा प्रष्ट।